हाम्रो मूल चासो भ्रष्टाचार नियन्त्रण हो, यसमा कुनै शङ्कै छैन। छानबिन समिति जो सम्पत्तिको सुरुवात, म विपक्षी दलको नेता हो, मेरो नाम भीष्मराज आङदम्बे हो, मैबाट सुरु गरौँ र प्रधानमन्त्रीजीबाट सुरु गरौँ, अरूबाट होइन, हामीबाटै सुरु गरौँ। सर्वप्रथम विपक्षी बेन्चबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका संसद दलका नेता माननीय ज्ञानेन्द्र साई लगायत धेरै माननीय सदस्यज्यूहरूले यो मुलुकमा घटेको दुर्घटनाहरूको विषयमा, असामयिक निधन भएका व्यक्ति र परिवारको सम्बन्धमा जुन कुरा राख्नुभएको छ, ती सम्पूर्ण मृतक आत्माहरूका प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्न चाहन्छु र राज्यले म धन्यवाद पनि दिन चाहन्छु सम्माननीय सभामुख महोदयलाई। कम्तीमा रुलिङ गर्ने यो कामको सुरुवात भएको छ, यसले निरन्तरता पाओस् र राज्यले यसलाई गम्भीरतापूर्वक हेरेर यसलाई न्यूनीकरण गर्ने दिशातर्फ र उद्धार गर्ने दिशातर्फ र घाइतेहरूलाई उपचार गर्ने दिशातर्फ आफूलाई अग्रसर गराओस्, म त्यो भन्न चाहन्छु। श्रद्धेय सभामुख महोदय, सरकारले आफ्नो कार्यकालको पहिलो 100 दिन पूरा गरेको छ। कसैले पनि 100 दिनमै चमत्कार गर्छ भन्ने अपेक्षा गरेको हुँदैन, तर 100 दिनले सरकारको सोच, प्राथमिकता, कार्यशैली, लोकतन्त्रप्रतिको दृष्टिकोण र देशलाई कुन दिशामा लैजान खोजिरहेको छ भन्ने चित्र भने अवश्य देखाउँछ। र 100 दिन उपलब्धिको सूची सार्वजनिक गर्ने अवसर मात्र नभएर आत्मसमीक्षा गर्ने समय पनि हो। यद्यपि यो 100 दिनभित्रमै सरकारले सबै थोक गर्नुपर्छ भन्ने कोणबाट हामीहरू हाम्रा विचारहरू सार्वजनिक गरिराखेका छैनौँ, तर सरकारकै सञ्चालन गरिराख्नु भएको राजनीतिक पार्टीका जिम्मेवार नेताहरूबाटै हामी 100औं दिन पनि कुर्दैनौँ, डे 1 बाटै हाम्रो काम सुरु हुन्छ र हाम्रो मूल्याङ्कन होस् भन्नुभएको पनि छ। यद्यपि यो 100 दिन एउटा लोकतान्त्रिक मूल्य मान्यताभित्र उभिएर राज्यलाई सञ्चालन गर्दै गर्ने पार्टी र साथीहरूलाई हेर्ने दृष्टिकोणको सार्वजनिकीकरण पनि हो। यसबीच सरकारले 100 दिनको अवसरमा सार्वजनिक गरेका उपलब्धिहरू मैले पढेँ, मेरो पार्टीले समीक्षा गर्यो। सरकारले गरेका केही प्रयासलाई म सकारात्मक रूपमा लिन्छु। सुशासन, भ्रष्टाचार नियन्त्रण, प्रशासनिक सुधार, सेवा प्रवाह र केही संरचनागत सुधारका विषयमा सरकार सक्रिय देखिएको छ। सकारात्मक काम जहाँ भएका छन् त्यसको प्रशंसा गर्न हामीले कन्जुसाइ गर्न पर्दैन। विपक्षी दल नेपाली कांग्रेस त्यसमा कन्जुसाइ गर्न चाहँदैन, किनभने सरकार सफल हुँदा अन्ततः सफल हुने भनेको नेपाली जनता हुन् र नेपाल देश हो। तर लोकतन्त्रमा सरकारको मूल्याङ्कन सरकार आफैले तयार पारेको उपलब्धिको पुस्तिकाबाट हुँदैन। मूल्याङ्कन नागरिकको अनुभवबाट हुन्छ, संविधानको सम्मानबाट हुन्छ, संसदप्रतिको उत्तरदायित्वबाट हुन्छ, सार्वजनिक संस्थाहरूको विश्वसनीयताबाट हुन्छ, कानुन सबैका लागि बराबर लागू भयो कि भएन भन्ने आधारबाट हुन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा त नागरिकको जीवनमा परिवर्तन आयो कि आएन भन्ने आधारबाट हुन्छ। आज म प्रतिपक्षी दलको तर्फबाट केही प्रश्नहरू गर्न चाहन्छु र यी प्रश्न सरकारलाई अझ जिम्मेवार बनाउनको लागि हो र बिर्सनु हुँदैन कि लोकतन्त्रमा प्रश्न गर्नु विरोध होइन, उत्तरदायित्व हो। सबैभन्दा पहिला हामी प्रधानमन्त्रीको संसदीय उत्तरदायित्वबारे कुरा गर्न चाहन्छौँ। नेपालको संविधानले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाएको छ। संसद सार्वभौम जनताको प्रतिनिधि संस्था हो। त्यही संस्थाको सदस्य प्रधानमन्त्रीजी हुनुहुन्छ। उहाँको सरकार त्यही संसदको विश्वासमा टिकेको हो। त्यसैले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्छ। तर विगतको 100 दिनमा प्रधानमन्त्रीजीको कार्यशैली हेरेपछि म प्रधानमन्त्रीजीलाई स्मरण गराउँछु, धुरीमा चढेपछि सिँढी भुल्न हुँदैन। तपाईँ सत्ताको धुरी चढ्ने अनि तपाईलाई धुरीमा पुर्याउने संसद बिर्सिने
संसदलाई अवमूल्यन गर्ने? म प्रधानमन्त्रीजीलाई गम्भीरतापूर्वकै सोध्न चाहन्छु कि यदि संसद नै तपाईको प्राथमिकतामा पर्दैन भने संसदीय लोकतन्त्र कसरी बलियो हुन्छ? यदि प्रधानमन्त्री संसदमा उपस्थित हुनुभन्दा सामाजिक सञ्जालमा सन्देश लेख्नुलाई बढी प्रभावकारी ठान्नुहुन्छ भने जनताको सर्वोच्च प्रतिनिधि मुलुक संस्थाको गरिमा कसरी कायम रहन्छ? लोकतन्त्रमा लोकप्रिय हुनु र उत्तरदायी हुनु एउटै कुरा होइन सभामुख महोदय। सँगै म स्मरण गराउन चाहन्छु, प्रख्यात हुनु र लोकप्रिय हुनु पनि एउटै होइन। अझै बुझ्ने गरी भन्नुपर्दा फेमस हुँदै गर्दा लोकप्रिय भए भनेर भ्रमपूर्ण जिन्दगी पनि कहिलेकाहीँ हामी कटाइरहेका हुन्छौँ। र म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, सामाजिक सञ्जालमा भाइरल हुन सजिलो छ, तर देशको प्रधानमन्त्रीका रूपमा गहन र गम्भीर भएर कार्य गर्नुबाट गाह्रो छ। त्यसैले प्रधानमन्त्रीज्यू, तपाईले भाइरल हुने बाटो अब त्याग्नुपर्छ। भुलिदिनुस्, तपाईँ देशको प्रधानमन्त्री भइसक्नुभयो। अब प्रधानमन्त्रीका रूपमा मुलुकलाई सही ढङ्गले ड्राइभ गर्नुहोस्, एक्सप्रेस वेमा ड्राइभ गर्नुहोस्, तर निकै सम्हालिएर गर्नुहोस्। दुर्घटना पर्दा तपाईँ मात्र होइन, सिङ्गो देश दुर्घटनामा पर्न सक्छ। सभामुख महोदय, संसदमा जब जब विपक्षी दलको नेताले बोल्छन्, संसारमा एउटा प्रचलन छ सभामुख महोदय, प्रतिपक्षी दलको नेताले विपक्षी दलको नेताले संसदमा बोल्दै गर्दाखेरि संसारका लोकतान्त्रिक शासन व्यवस्थामा भएका देशका प्रधानमन्त्रीहरू मुस्कुराउँदै गर्विलो आफ्नो चाहिँ उपस्थिति जनाएर अघिल्लो बेन्चमा बसिरहेका हुन्छन्। मैले प्रधानमन्त्रीजी यहाँ हुनुहुन्न यसमा मलाई आश्चर्य पनि लागेको छैन। यद्यपि यो एउटा प्रक्रियाको कुरा मैले गरेको हो। किन भन्दाखेरि विपक्षी दलको नेताले संसदमा उभिएर बोल्दै गर्दाखेरि उनले गर्ने आलोचनाहरू, उनले गर्ने आलोचनात्मक समर्थनहरू, उनले गर्ने टिप्पणीहरू यो सरकारको निम्ति मार्ग निर्देशन पनि हो। तर मलाई थाहा छ यहाँ प्रधानमन्त्रीको उपस्थिति हुँदैन, त्यो मलाई थाहा थियो। त्यसकारण यति मात्रै मैले उहाँलाई सम्झाउनु खोजेको हो कि संसदमा उपस्थिति हुनु उहाँको जिम्मेवारी हो। सम्झाउनु पर्ने दायित्व मेरो हो। प्रतिपक्षी दलको नेताको हैसियतले मैले मेरो त्यो दायित्व पुरा गरेको छु। यद्यपि म जान्दछु उहाँ हिजो हुनुहुन्न थियो, आज हुनुहुन्न। हिजोको निरन्तरता त्यो मलाई थाहा छ र उहाँलाई पनि राम्ररी थाहा छ। म नहुँदाखेरि पनि, म त्यहाँ नजाँदाखेरि पनि संसदले अब मलाई चिन्दैन, खोज्दैन भन्ने कुरा उहाँलाई पनि थाहा छ। त्यसकारण सायद म फेरि खोजी खोजी उहाँको मन दुखाउने काम पनि गर्न चाहन्न। सभामुख महोदय, लोकतन्त्रको अर्को महत्त्वपूर्ण आधार संवाद हो। लोकतन्त्र संवादबाट चल्छ, सहमतिबाट अघि बढ्छ र असहमतिलाई पनि सम्मान गर्छ। तर विगत 100 दिनमा सरकारको कार्यशैली हेर्दा संवादभन्दा दूरी, सहकार्यभन्दा टकराव र परामर्शभन्दा एकल निर्णयलाई प्राथमिकता दिएको देखियो। राष्ट्रिय महत्त्वको विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्ने थियो, तर सरकार एक्लै अघि बढ्न खोज्यो। स्मरण रहोस्, खुट्टा सुल्टो जुत्ता उल्टो लगाएर गन्तव्यमा पुगिँदैन। लोकतान्त्रिक बाटो सुल्टो हो। सुल्टोबाट आएका प्रधानमन्त्रीजीले जुत्ता उल्टो लगाउन खोजेपछि निश्चित छ सही गन्तव्यमा पुग्न सकिँदैन। गन्तव्यमा पुग्न सुल्टै बाटो हिँड्नुपर्छ। फेरि छिटो हिँडेर मात्रै पनि पुगिँदैन। हिँड्ने बाटो सही हुनुपर्छ र प्रधानमन्त्रीजी लोकतान्त्रिक संविधानको बाटोबाट आउनुभयो, तर मस्तिष्कमा उत्तर कोरिया बोकेर हिँड्नु भएको भान मलाई भइरहेको छ। सभामुख महोदय, यो राम्रो संकेत पटक्कै होइन। म विनम्रतापूर्वक आग्रह गर्दछु, विपक्षी दल देशको समुन्नतिको लागि, लोकतान्त्रिक प्रणालीको सुदृढीकरणको लागि र संविधानको औचित्यपूर्ण संशोधनको लागि सरकारलाई सहयोग गर्न तयार छ। यदि सरकारले राष्ट्रिय सहमतिका लागि हात बढाउँछ भने नेपाली कांग्रेस सधैँ सकारात्मक भूमिका खेल्न पनि तयार रहेको कुरा म यहाँ निवेदन गर्न चाहन्छु। सभामुख महोदय, सरकार लोकतान्त्रिक भन्ने तर अलोकतान्त्रिक काम गर्ने, सुशासन भन्ने, सम्पत्तिको स्रोत नखोल्ने, तर 100 दिने उपलब्धिमा सम्पत्ति छानबिन गरेर भ्रष्टाचार विरुद्धको अभियान थालेको छौँ है भनेर भनिराख्ने, स्वाभाविक रूपमा
भ्रष्टाचार नियन्त्रणमा सरकारले देखाएको इच्छा शक्तिलाई म स्वागत गर्न चाहन्छु। भ्रष्टाचार गर्ने जोसुकै होस्, जुनसुकै दलको होस्, जुनसुकै पदमा बसेको होस्, कानुनको दायरामा आउनुपर्छ। यसमा नेपाली कांग्रेसको कुनै विमति छैन। तर प्रश्न भने छ सभामुख महोदय, 35 वर्षसम्म देशमा काम गर्ने वातावरण भएन भन्नु भइराख्नु भएको छ प्रधानमन्त्रीजी लगायत सत्ता पक्षका साथीहरूले। तर प्रधानमन्त्री भए लगत्तै प्रधानमन्त्रीजीको सम्पत्तिमा झन्डै 200 तोला सुन देखियो। अन्य मन्त्री परिषदका सदस्यहरूको त्यस्तै धेरै सम्पत्ति विवरणहरू सार्वजनिक भएको छ। यद्यपि नेपाली कांग्रेस किन तपाईले सुन आर्जन गर्नुभयो, किन जम्मा गर्नुभयो, यो सोध्दैन, खोज्दैन पनि। तर सुन आर्जनको स्रोत के हो यो जनताले जान्न पाउनुपर्छ। सार्वजनिक जीवन यापन गर्दै कुनै पनि पदाधिकारीले, कुनै पनि व्यक्तिले त्यसको स्रोत खुलाउनु पर्छ। त्यो सबैको निम्ति हो। त्यसको स्रोत निश्चित रूपमा के हो हामी सोध्छौं। त्यो सोध्ने त विपक्षीको उत्तरदायित्व पनि हो, हाम्रो जिम्मेवारी पनि हो। यो निर्वाह उत्तरदायित्व हामी गरिराख्छौं, यसबाट हामी भाग्दैनौं। म सम्मानित सभामुख महोदयज्यू मार्फत म यो कुरा राख्न चाहन्छु। महोदय, हाम्रो मूल चासो भ्रष्टाचार नियन्त्रण हो, यसमा कुनै शंकै छैन। सम्माननीय प्रधानमन्त्रीज्यूको म सम्मानपूर्वक नाम लिन चाहन्छु र भन्छु, छानबिन समिति जो सम्पत्तिको सुरुवात, म विपक्षी दलको नेता हो, मेरो नाम भीष्मराज आङदम्बे हो, मैबाट सुरु गरौं र प्रधानमन्त्रीजीबाट सुरु गरौं, अरूबाट होइन, हामीबाटै सुरु गरौं। हाम्रो सम्पत्तिको छानबिनको सुरुवात हामीबाट सुरु होस्। मेरो पास्तरको उम्लाबुङ, मेरो गाउँ उम्लाबुङ भन्छ त्यसलाई, नौमी डाँडामा स्थित छ, तीनघरे भन्ने छ, सिलौटी, फुङसिङ भन्ने पाकोबारीहरू छ, अन्य स्रोतहरू पनि छन्, राज्यले खोजोस्, त्यो छानबिन होस्। र उहाँको पनि के हो स्रोत, त्यसको छानबिन होस्। मलाई विश्वास छ मेरो प्रधानमन्त्रीले आर्जन गरेको सम्पत्ति कुनै अवैध हो, त्यस्तो मलाई लाग्दैन, त्यो मेरो विश्वास हो। तर परबाट जनताले सोधिराख्नु भएको छ, उहाँलाई भोट दिने जनताले सोधिराख्नु भएको छ। त्यो पनि हाम्रो पूर्वेली, हाम्रो भाषै दार्जिलिङतिरबाट आएको जस्तो हुन्छ। आम्मामा म ब्रो भनेर सुरु हुन्छ त्यहाँ त भाषा सभा हुँदै। त्यहाँका जनताले सोधिराख्नुहुन्छ, आम्मामा यति धेरै सुन कहाँबाट आयो? छक्क परिराख्नु भएको छ, सोधिराख्नु भएको छ, त्यसको स्रोत के हो? हो, त्यो जनतालाई उहाँले जवाफ दिनुपर्छ। त्यसको स्रोत के हो, कहाँबाट आयो होला? त्यसैले प्रधानमन्त्रीजी छानबिन गरौं, पूर्व प्रधानमन्त्रीहरूको पनि सम्पत्तिको छानबिन गरौं, अरू पूर्व उच्च पदस्थ राजनीतिक र कर्मचारी कसको छानबिन गर्नुपर्छ गरौं। तर सुरुवात अरूबाट होइन, हामीबाटै गरौं। प्रतिपक्षी दलको नेताको रूपमा मबाट सुरु गरौं र सत्ताको नेतृत्व गरिराख्नु भएको तपाईबाट, प्रधानमन्त्रीजीबाट सुरुवात गरौं। प्रधानमन्त्रीजी तयार हो कि होइन? म यो रोस्टमबाट भन्न चाहन्छु, म तयार छु। छानबिन आफैमाथि चाहिँ नगर्ने, अरूमाथि मात्रै गर्ने भन्ने हुँदैन। आज त्यस्तै देखिएको छ सभामुख महोदय। आज सरकारमा रहेका साथीहरू आफूलाई छानबिनको दायरा भन्दा धेरै माथि राखेर, आफूलाई कानुनको दायरा भन्दा माथि राखेर अरूतिर आँखा लाउँदै गरेको हामीहरूले महसुस गरिरहेका छौँ। अरूतिर गलत छ आँखा नलगाउनुहोस् भनेको होइन, लगाउनुपर्छ। तर आफूलाई कानुन र कानुनको दायरा भन्दा माथि राखेको त्यो त्यस्तो खालको त्यो ठिक हुन्न। सभामुख महोदय, सम्पत्ति छानबिन गर्दा चयनात्मक सिद्धान्त प्रयोग नहोस्। आज हामीहरूलाई लागिरहेको छ कि अहिले सरकार सत्ता छानिकन प्रतिशोधात्मक रूपमा अगाडि बढिरहेको हो कि त्यस्तो अनुभूति हामीहरूलाई भइरहेको छ। यद्यपि त्यस्तो नभएको होला, तर त्यस्तै खालको अनुभूति देखाइराख्नु भएको छ। त्यो चयनात्मक प्रयोग नहोस्, म त्यो चाहन्छु। र भ्रष्टाचार विरुद्ध सम्पत्ति छानबिन अभियान विश्वासिलो होस्। त्यो विश्वास तब मात्रै हुन्छ जब प्रधानमन्त्रीजी आफू पनि निष्पक्ष छानबिनका लागि तयार हुनुहुन्छ र आफ्ना मानिसमाथि
छानबिनमा त्यतिकै कठोरता देखाउनुहुन्छ जति विपक्षीमाथि देखाउँदै हुनुहुन्छ। र सम्पत्ति छानबिनका लागि आवश्यक कानुन पनि चाहिन्छ। जुन सत्तारूढ दल राष्ट्रसभाको बाचा पत्रको 100 सूचीमा सूचीकृत छ, त्यही बाचा भुल्दै सम्पत्ति छानबिन सम्बन्धी कानुनै नबनाई छानबिन गर्दा कानुनी वैधतामा प्रश्न पनि उठ्न सक्दछ। श्रद्धेय कानुन मन्त्रीजी यहाँ उपस्थित हुनुहुन्छ। आज यो कुरालाई सम्बोधन गर्नका निम्ति कानुनी क्षेत्रमा के काम भइरहेको छ त्यो बाहिर सार्वजनिक भएको छैन, तर काम सुरु गरिएको छ कानुनभन्दा बाहिरको जस्तो देखिने गरेर। यसका प्रति ध्यान दिन म विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। सभामुख महोदय, सरकारको 100 दिनमा सबैभन्दा गम्भीर चिन्ताको विषय बनेको लोकतान्त्रिक प्रक्रियामाथिको हस्तक्षेप अचम्म लाग्छ। संसारमा कहीँ नहुने 6 सदस्यीय संवैधानिक परिषदमा 3 जनाको उपस्थितिलाई बहुमत कसरी भनिन्छ? तर त्यसै भनिएको छ। मलाई लाग्छ चमत्कारिक युवा प्रधानमन्त्री भएको र एक्सप्रेस वेमा देश हाकेको प्रधानमन्त्रीको देशमा यही भयो। कहीँ नहुने कुरा यहीँनिर भयो। र फेरि हामीले गौरव गर्न सक्ने कुरा फेरि अर्को आश्चर्य यहाँबाट फेरि थपियो। सभामुख महोदय, तर यो अभ्यास संविधान विपरीत हो, संविधान विपरीत छ। लोकतन्त्रको मर्म विपरीत छ। यसले सहमतिको संस्कृतिलाई कमजोर बनाउने काम गरेको छ। संवैधानिक निकायहरूलाई स्वतन्त्र होइन सरकारको प्रभावमा ल्याउने प्रयास भएको छ। लोकतन्त्रलाई बलियो बनाउने नभई कमजोर बनाउने काम सरकारले गरेको छ। नेपाली कांग्रेस गैर संवैधानिक कार्यलाई स्वीकार्दैन, यसको निन्दा गर्दछ। म विनम्रतापूर्वक सभामुखज्यूलाई आग्रह गर्न चाहन्छु। महोदय, म फेरि दोहोऱ्याउन चाहन्छु, हाम्रो उद्देश्य सरकारको विरोधको लागि विरोध गर्नु मात्र होइन, हामी सरकार सफल होस् भन्ने नै चाहन्छौँ। किनभने सरकार सफल हुँदा सफल हुने नेपाली जनता हुन्। नेपाली जनताको जीवनमा परिवर्तन आउने हुन्। तर सरकारको सफलता उसले कति डोजर चलायो भन्नेबाट होइन, नागरिकको जीवन कति सुरक्षित बनायो भन्नेबाट मापन गर्नुपर्छ। सभामुख महोदय, कुनै पनि नागरिकको बसोबास गैर कानुनी थियो होला। सभामुख महोदय, कुनै नागरिकको बसोबास गैर कानुनी थियो होला, तर उसको जन्म त गैर कानुनी थिएन होला नि। जन्म दिने आमाको गर्भ त गैर कानुनी थिएन होला नि। ऊ नेपाली भूमिमा जन्मिनु पनि गैर कानुनी थिएन होला नि। सभामुख महोदय, त्यसैले सुकुम्बासीहरूको दिगो व्यवस्थापन व्यवहारमुखी कोणबाट गरिनु पर्दछ। तर समाधानको नाममा हजारौं सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई वर्षायामको मुखमा जसरी वैकल्पिक व्यवस्था बिना विस्थापित गरियो, त्यो सरकारको मानवीय संवेदना शून्य भएको लक्षण थियो। एउटा परिवारलाई हटाउनु अघि कमसेकम त्यो परिवार भोलिदेखि कहाँ बस्छ? वृद्ध, अशक्त, गर्भवती र साना बालबालिकाको अवस्था बारे राज्यले सोच्नु पर्दैन? राज्य यति साह्रो संवेदनहीन बन्न मिल्छ? हिजो व्यवस्थापनको नाममा सुकुम्बासी बस्तीबाट बलपूर्वक हटाउने र आश्रयस्थलमा राख्ने, अनि आज त्यहाँबाट रातारात धपाउने। सभामुख महोदय, आज त्यही क्रियाकलाप हामीहरूले देखिरहेका छौँ। के यो देश ठुलाबडाको मात्रै हो? कालो चस्मा लाउने, कालै कोट र कालै प्यान्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको मात्रै हो? सभामुख महोदय, सुकुम्बासी, अव्यवस्थित बसोबासी, गरिब, किसान र मजदुरहरूको चाहिँ यो देश होइन भने भन्नु पर्यो। यदि हो भने किन अत्याचार गरिन्छ शक्तिहीन नागरिकमाथि? के यो लोककल्याणकारी राज्यको चरित्र अनुकूल छ? म सोध्न चाहन्छु सरकारलाई सभामुख मार्फत। त्यसैले मेरो विनम्र आग्रह छ, सुकुम्बासी समस्या समाधान गरौँ, तर मानवीय ढङ्गले गरौँ, मानव मर्यादालाई ख्याल गरौँ, सत्ताको तुजुक शक्तिहीन नागरिकमाथि प्रयोग नगरौँ। ख्याल होस्, नागरिकमाथि सरकारको विजय कहिल्यै हुँदैन, यो कुरालाई हेक्कामा राखौँ। यद्यपि हालै सरकारको आलोचना गर्ने सुकुम्बासी डम्बर तामाङलाई प्रहरीले पक्राउ गर्यो। म उनको रिहाईको माग गर्न चाहन्छु। एउटा गरिब किसान र मजदुर जसको एक दिनको अनुपस्थितिले परिवारमा कुन भोग निम्त्याउँछ, कुन पीडा निम्त्याउँछ, त्यो हामी महसुस गर्न सक्दछौँ।
त्यसको क्षतिपूर्तिको व्यवस्था पनि गरोस् राज्यले। म त्यो पनि आग्रह गर्न चाहन्छु। जबकि सरकारकै कोही मन्त्रीले निर्माण व्यवसायको खुट्टा भाँचिदिन्छु भनेको भिडियोमा देखियो। मलाई लाग्दैन कि त्यो एआईबाट निर्मित भिडियो भनेर सभामुख महोदय। सत्तारूढ दलकै केही सांसदले त झन् प्रहरीलाई सडकमा घिसार्ने जस्ता हिंसा प्रेरित उत्तेजक र कानुन विपरीतको अभिव्यक्ति दिनुभयो। सायद त्यो पनि थिएन एआई निर्मित भिडियो सभामुख महोदय। माननीयजी यहीँ कतै हुनुहुन्छ होला, तर सरकार यी सबै कुराहरूको विषयमा मौन बसिरह्यो, सुनिरह्यो। हेक्का रहोस्, यो नागरिकको आवाज थुन्ने अन्ध्यारो शासन होइन। त्यसलाई त नेपाली जनताले 7.5 दशक अघि नै इतिहास बनाइसके। अब त्यस्तै इतिहासको पुनरावृत्ति हुँदैन, हुन दिँदैनौँ पनि। तर ठुलालाई जे भन्दा पनि छुट र सानालाई पक्राउ गर्ने भन्ने हुनु हुँदैन सभामुख महोदय। र लोकतन्त्रमा सरकारको आलोचना गर्नु अपराध होइन। सरकारसँग असहमत हुनु विरोध होइन र असहमतिलाई दमन गरेर लोकतन्त्र बलियो पनि हुँदैन। लोकतन्त्र बलियो तब हुन्छ जब सरकारले आफ्ना आलोचकका कुरा पनि धैर्यपूर्वक सुन्न सक्छ। सभामुख महोदय, नेपालको संविधान नेपाली जनताको दशकौं लामो सङ्घर्ष, बलिदान, आन्दोलन र राजनीतिक सहमतिबाट बनेको राष्ट्रिय सहमतिको दस्तावेज पनि हो। त्यसैले आज बहस सुरु भएको छ संविधान संशोधन गर्ने भनेर। संशोधन संविधानमा गर्न नपाइने भन्ने होइन, पाइन्छ, गर्नुपर्छ। त्यसमाथि पनि 1 दशकको संविधानभित्र राखिएको समय सीमा हामीले संवैधानिक अभ्यास गर्दाखेरि कहाँनिर खामियत देख्यौँ, कहाँ अप्ठ्यारो महसुस गर्यौँ, कुन वर्ग समुदायले संविधानभित्रबाट म अझै सम्बोधित भइन भन्ने महसुस गरिराख्नु भएको छ। त्यो सबै कुराहरूलाई केलाएर त्यसको निष्कर्षमा सम्बोधन गर्नको निम्ति हो संविधान संशोधन, परिमार्जन, पुनरावलोकन, जे भने पनि। तर आज त्यो वर्ग समुदाय जसले संविधानको त्यो मर्ममा अझै पनि गुनासो गरिराख्नु भएको छ, अझै पनि त्यो संविधानले मलाई समेटेन भन्ने गुनासो गरिराख्नु भएको छ। उनीहरूको भावनालाई भन्दाखेरि पनि हामीहरू आफ्नो दुनो सजाउनेतर्फ अगाडि बढिरहेको हो कि भन्ने खालको अनुभूति पनि भइरहेको छ। हामीलाई थाहा छ यो संविधान कुनै धर्मशास्त्र पनि होइन जसको कुनै आकार उकार इकार परिवर्तन नगर्ने होस्। यो शिलालेखमा लेखिएको त्यस्तो अक्षर पनि होइन जसलाई मेटाउनै पनि नसकियोस्। यो परिवर्तनशील छ। यसका प्रति पनि यसको संवेदनशीलतालाई हामीहरूले महसुसै गर्न सकेनौँ। तर संशोधनको नाममा संविधानको आधारभूत मर्म, लोकतान्त्रिक मूल्य र संघीय व्यवस्थामाथि अनावश्यक छेडखानी नेपाली कांग्रेसलाई स्वीकार्य हुँदैन। नेपाली कांग्रेस जसले यो संविधानको परिकल्पना 70 वर्षभन्दा अगाडिदेखि यो नेपाली जनताले पनि चाहना राखेको हो। संविधान सभाबाट निर्मित संविधानले मात्रै नेपाली जनतालाई समग्रमा न्याय गर्न सक्छ र सिंहदरबारले कहिले नदेखेको त्यो जनताहरू जो निर्णय गर्ने ठाउँमा कहिल्यै जीवनमा पुगेनन् उनीहरू त्यहाँ पुग्छन् भन्ने जो विश्वास संविधान सभा मार्फत निर्मित संविधानले दिन्छ भन्ने विश्वास त्यतिको लामो इतिहास बोकेको यो संविधान, यसमाथि अनावश्यक छेडखानी यो राम्रो हुँदैन। र संविधान संशोधन जस्तो गम्भीर विषयमा अहिलेसम्म गम्भीर र घनीभूत संवाद हुन सकेकै छैन सभामुख महोदय। मैले अघि नै भने यो संविधानका स्टेक होल्डरहरू आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक, मुस्लिम, थारूहरू, अल्प सीमान्तकृत वर्गहरू, कर्णाली यो संविधानको स्टेक होल्डरहरू हुन्। हामीले हिजो संविधान सार्वजनिक गर्दाखेरि भगवानको कृपाले त्यो दोस्रो संविधान सभामा म पनि थिएँ र संविधानमा साह्रै मसिनो गरी छलफल र बहसमा मैले पनि भाग लिएको थिएँ। त्यतिखेर एक समय थियो सभामुख महोदय, झन्नै संवैधानिक रिक्तता आइसकेको थियो। हामीहरूले एउटा कर्मचारी मार्फत, एउटा न्यायमूर्ति मार्फत दोस्रो संविधान सभा सम्पन्न गरेर हामीहरूले सार्वजनिक गरेको यो संविधान सार्वजनिक गर्दाखेरि एकातिर दीपावली अर्कोतिर संविधान च्यातिएको त्यो यथार्थतालाई हामीले बिर्सन हुँदैन। मैले त्यो कुरा किन सम्झाएको भन्दाखेरि त्यतिखेर पनि संविधान सार्वजनिक हुँदै गर्दाखेरि गुनासाहरू टुङ्गिएको थिएन। मेरो भावना सम्बोधन भएन भन्ने कुराहरू निष्कर्षमा पुगेको थिएन सभामुख महोदय। हामीहरूले उहाँहरूलाई भन्यौँ, विशेष गरी जिम्मेवार राजनीतिक पार्टीले हामीहरूले भन्यौँ, भोलि संविधान अभ्यास गर्ने क्रममा, संविधानलाई प्रयोग गर्दै जाने क्रममा
यसमा भएका अप्ठ्याराहरूलाई सम्बोधन गर्दै जाउँला, सच्याउँदै जाउँला भनेरै हामीले भनेको। आजको मितिमा यो संविधानमाथि हामीहरूले कहाँ अप्ठ्यारो देखियो, आदिवासी जनजातिले कहाँनिर मलाई सम्बोधन गरेन कि भन्ने महसुस गर्नुभयो, महिला दिदीबहिनीहरूले कहाँनिर महसुस गर्नुभयो, दलित दाजुभाइ दिदीबहिनीहरूले कहाँनिर मलाई म देखिएन भन्ने महसुस गर्नुभयो, कर्णालीले, सीमान्तकृत वर्गले, अल्पसंख्यकले, अन्य कयौं त्यस्ता वर्गीय वर्गहरूले यो संविधानले मलाई कहाँ सम्बोधन गर्न सकेन भन्ने महसुस गर्यो। त्यसमा छलफल हुनुपर्ने बेलामा फेरि हामी घुमिफिरी रुमजाटार बनेको जस्तो हामीहरू अर्कै मोडतर्फ जाँदै गरेको अनुभूति पनि भइराखेको कुरा म श्रद्धेय सभामुखज्यूलाई म हार्दिक विनम्रतापूर्वक आग्रह गर्न चाहन्छु। यो छेडखानी, यसको मर्ममाथि, संविधानको संघीयतामाथि, जो संघीयता मार्फत हामीहरूले राज्यको संरचनाको परिकल्पना गरेका छौं र हाम्रो उपस्थिति खोजेका छौं, त्यसमाथि छेडखानी भएको छ। स्मरण रहोस्, संघीयताका लागि विद्रोह गर्ने मधेस थियो। त्यो विद्रोहमा आदिवासी जनजाति, थारू लगायत असंख्यौं, मैले अघि नै भने स्टेक होल्डरहरू, त्यो आन्दोलनले मात्रै यसलाई निष्कर्षमा पुर्याउँछ जस्तो हामीहरूलाई लागेको थिएन सभामुख महोदय। त्यो बेलामा प्रत्यक्ष देखि जान्ने साक्षीको रूपमा हामीहरू भएको कारणले गर्दाखेरि मैले यो कुरा यहाँनिर भनेको हुँ। मधेसले त्यतिखेर आन्दोलन गरेर प्राप्त गरेको यो संघीयता र राज्यको यो संरचनाहरू आज हामीहरूले प्राप्त गरिराखेका छौं। यसलाई त्यही बलिदानीपूर्ण संघर्षबाट प्राप्त गरिएको यो ऐतिहासिक राजनीतिक उपलब्धि पनि हो सभामुख महोदय। त्यसै हुनाले संघीयता सितिमिति आएको व्यवस्था होइन, यसलाई त्यस ढंगले हेर्न पनि हुँदैन। यसलाई तलमाथि गर्न सकिन्छ भनेर नसोचियोस्, बरु सोचियोस् कसरी संघीयता सबलीकरण गर्ने भनेर। यतातर्फ हामीहरूले सोच्नुपर्छ। यहाँ अनेकौं मधेसी दाजुभाइ दिदीबहिनीहरूको रगतले सिन्चिएको यो संविधान हो। त्यसकारण यो संविधानमाथि आशा लगाएर हेर्ने साह्रै धेरै यो मुलुकका जनताहरू हुनुहुन्छ। हिमाल, पहाड, तराई, मधेस भित्रको संवेदनाहरू छ यहाँभित्र, त्यसलाई हामीहरूले नजरअन्दाज गर्नु हुँदैन। म त्यो आग्रह गर्न चाहन्छु। संविधान निर्माणमा संसदका सबै दल, संसदभित्र रहेका मात्रै होइन सभामुख महोदय, संसदबाट बाहिर रहनुभएको राजनीतिक दलहरू पनि हुनुहुन्छ, जसले यो संविधान बनाउनका निम्ति आफ्नो कन्ट्रिब्युसन दिनुभएको छ, गर्नुभएको छ। उहाँहरूको पनि र कानुन विज्ञहरू, कानुनविदहरू लगायतसँग संवाद हामीहरूले गर्नुपर्छ। त्यति संवादले मात्रै पनि पुग्दैन सभामुख महोदय। मैले यसलाई बहुआयामिक बहसको नाम दिएको छु। यसलाई एउटा आयामबाट मात्रै हेर्ने कोसिस गर्यो भने यो संविधानको त्यो फराकिलो दायरालाई, त्यो आयतनलाई हामीहरू पक्र्न सक्दैनौँ सभामुख महोदय। त्यसले गर्दाखेरि त्यो बहुआयामिक संवाद के हुन सक्ला सभामुख महोदय? त्यो बहुआयामिक संवाद पहाडको संवेदना हुन सक्दछ, हिमालको संवेदना हुन सक्दछ, तराई र मधेसको संवेदना हुन सक्दछ, आदिवासी जनजाति, महिला, दलित, मधेसी, अल्पसंख्यक, थारू, मुस्लिम, यी सबैहरूसँग कुनै पनि सानो भन्दा सानो संख्यामा रहेको वर्ग समुदायहरू यसका स्टेक होल्डरहरू हुन्। कुनै एउटा डिग्री हासिल गर्नेहरूको बीचमा, राजनीतिक पार्टीहरूको नेताहरूको बीचमा बसेर टुङ्ग्याउने विषय यो होइन सभामुख महोदय। त्यसले गर्दाखेरि यसको बहुआयामिक त्यो गरिमालाई हामीहरूले ख्याल राख्नुपर्ने हुन्छ। केमा संशोधन गर्ने गरौँ, तर संविधानको मूल संरचनामाथि प्रहार नगरिकन यसलाई थप सुन्दर बनाउनका लागि, डाफे जस्तै सप्तरङ्गी बनाउनका लागि, अविरल बग्ने इन्द्रावती जस्तो बनाउनका लागि हामीहरूले छलफल गर्ने हो, बहस गर्ने हो। यसलाई थप सुन्दर बनाउने, माननीय सदस्य आफ्नो यसको भनाइ स्वामित्वलाई छुट्याउनु पर्यो। सक्ने होइन। मैले सके सभामुख महोदय। मौजूदा संविधान पूर्व प्रधानमन्त्री नेपाली कांग्रेस सभापति पनि हुनुहुन्थ्यो, सुशील कोइरालाज्यू प्रधानमन्त्री हुँदाखेरि यो जारी भयो र कांग्रेसकै निवर्तमान सभापति श्रद्धेय शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि संविधानको कार्यान्वयनको थालनी भएको हो। त्यसो हुनाले यो संविधानको अभिभावकत्व र अपनत्व सबैभन्दा बढी कांग्रेसले वहन गर्छ। यो हाम्रो अभिभारा पनि हो। त्यसकारण यो अभियानमा हाम्रो साथ सदैव सत्तालाई रहन्छ। तर सर्वपक्षीय रूपमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउनु पर्छ भनेर हामीले भन्दै गर्दाखेरि यसरी बढ्दै नबढेको हो कि त्यो अनुभूति पनि हामीहरूलाई भइरहेको छ। अहिले जसरी संविधान संशोधनलाई हल्का रूपमा लिएर
सरकारले संवैधानिक कानुनका ज्ञात नभएको, संविधान निर्माता नभएको व्यक्तिलाई संयोजक बनाएर बहसपत्र जसरी तयार गरिँदैछ, यो एकदमै अपरिपक्व काम भइरहेको छ भन्ने पनि हाम्रो ठहर हो। यो संविधानमा आफ्नो आसेपासेमा रहनुभएको, संविधानमा कुनै कन्ट्रिब्युसन नरहेको, या हाम्रो संविधानले चिनेको बहालवाला प्रधान न्यायाधीश या रिटायर को हुनुहुन्छ, उहाँ मार्फत यो प्रक्रियाको थालनी खोज्नु पर्नेमा आज जसरी जाने कोसिस गरिराख्नु भएको छ, त्यसका प्रति हाम्रो गम्भीर ध्यान गएको छ। यसमा कांग्रेसको रिजर्भेसन थियो, छ, रहनेछ। हामीले भन्दै आएका छौं, सर्वोच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा संविधान संशोधन सुझाव आयोग गठन हुनुपर्छ भनेर हामीहरूले भनिराखेको। यसबीच सत्तारूढ दल संघीयता मास्नेतिर उद्धत भएको हो कि भन्ने खालको अनुभूति पनि भएको कुरा म निवेदन गर्न चाहन्छु सभामुख महोदय। संघीयताको मेरुदण्ड मानिने प्रदेश सभा खारेजीको प्रस्ताव पारित गरिएको छ र त्यसलाई राष्ट्रसभाको राजनीतिक दृष्टिकोण भनिएको छ। म सोध्न चाहन्छु सरकारलाई, जनकपुर र झापा पुगेर वर्तमान प्रधानमन्त्रीजीले संघीयता बलियो बनाउने चुनाव अघि भन्नुभएको थियो, तर सत्तारूढ राष्ट्रसभाको पहिलो महाधिवेशन स्थल चितवन पुग्दै गर्दाखेरि त्यो खारेजीको विषय कसरी बन्न सक्यो, यो म सोध्न चाहन्छु। त्यति मात्र होइन, अहिले भर्खरै मात्रै तनहुँमा शुक्ला गण्डकीमा पूर्वाधार मन्त्रीजी कार्यकर्तासँग भेटघाट या चाहिँ आफ्नै कामको सिलसिलामा जानुभएको होला। त्यहाँनिर पुगेर उहाँले प्रदेश मन्त्रीलाई कारबाही गर्छु, थुन्छु भन्नुभएछ, मेयरलाई कारबाही गर्छु भनेर भन्नुभएछ। यो ग्राह्य हो सभामुख महोदय। हामीले के कुरा बिर्सनु हुँदैन भन्दाखेरि प्रदेश मन्त्री पनि जनताबाटै निर्वाचित भएर आएको, मेयर पनि जनताबाटै निर्वाचित भएर आएको र हामीहरू पनि जनताबाटै निर्वाचित भएर आएको। यसका पनि समाधान खोज्ने कानुनी दायरा होलान्, लिमिटेसन्सहरू होला। कानुनी बाटोबाट यसको निदान नखोजेर योभन्दा अगाडि खुट्टा भाँचिदिन्छु भन्ने अभिव्यक्ति र आज आएर फेरि यो खालको अभिव्यक्तिले मुलुक कहाँतिर जाँदैछ। मैले श्रद्धेय सभामुखजीको ध्यान आकर्षण गराउनु मात्रै खोजेको। यसरी प्रदेश सभाको विषयमा व्यक्त अभिव्यक्तिहरू प्रधानमन्त्रीजी र सम्बन्धित पार्टीका आदरणीय नेताहरूको बीचको भावनाहरूमा मेल नखाँदाखेरि कसको कुरालाई हामीले आधिकारिक मान्नुपर्ने हो, त्यो अन्यलतामा पनि मुलुक रहेको कुरा पनि म यहाँ सोध्न चाहन्छु। मलाई एउटा हाम्रो पूर्वकै हुनुहुन्छ, उहाँ लोकप्रिय गायिकै हो, उहाँ हाम्रो गायिका हुनुहुन्छ कुन्ती मोक्तानजी। भनाइ सक्नेतिर लागौँ। मैले सकिहाल्छु महोदय। उहाँले भन्नुभएको थियो, गोठाला जाँदा लाएको माया खेताला जाँदा भुलेछ भनेर भन्नुभएको थियो। म सोध्न चाहन्छु, जनकपुरमा प्रधानमन्त्रीजीले बोल्नुभएको चितवन पुग्दा कसरी भुल्नुभयो, उहाँले कसरी भुल्नुभयो? चुनावको बेलामा मधेसको सेन्टिमेन्टमाथि उभिएर त्यहाँको इमोसन्सहरूलाई जसरी क्याप्चर गर्नुभयो उहाँहरूले, त्यो चितवन पुग्दाखेरि त्यो ब्ल्याकमेलमा कसरी रूपान्तरित भयो? जनताको, मधेसको जनताको इमोसन्समाथि कसरी खेल्न कोसिस गरियो? जबकि यो संघीयता मधेसको जनताहरूले लडेर ल्याएको, रगतले साटेर ल्याएको यो संघीयता थियो। यो राम्रो होइन। प्रधानमन्त्रीजीले त्यसबेला मधेसको नागरिक काठमाडौँ आउने होइन, जनकपुरमै सबै काम गर्ने हो, काठमाडौँ त घुम्न जाने भनेर संघीयतालाई बलियो बनाउने कुरा गर्नुभएको भुल्नु भएन। सभामुख महोदय, सरकारको 100 दिन पुगेपछि मैले सोचेँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका भिड विदेशबाट फर्किएका युवाको स्वागत गर्न पुगेका आफन्तहरूको होला। मलाई त्यस्तो लागेको थियो। 100 दिनकै दिन संजोगले म त्यही बाटो भएर डोमेस्टिकबाट म घर फर्किने गर्ने क्रममा मैले त्यहाँ त्यो भिड देखिएको थिएँ। मैले हेरेको थिएँ सरकारको 100 दिनमा 100 युवाहरूलाई फर्काएर ल्याउने, रोजगारी दिने। मलाई लाग्यो उहाँहरूको स्वागतमा आफ्नो परिवारहरू उभिनु भएको छ। तर मेरो सोच बिस्तारै त्यही परिवारको मलिन अनुहारहरू देख्दाखेरि, आफ्नै परिवारको एउटा सदस्य विदेशिँदै गरेको कानुनिक दृश्य देख्दाखेरि मलाई त्यस्तो लागेन सभामुख महोदय। 100 दिनमै विदेशबाट कम्तीमा 100 युवालाई फर्काएर स्वदेशमै रोजगारी दिने बाचा मिथ्या हुँदै गरेको मैले त्यहाँनिर देखेँ। त्यसका लागि सत्ता पक्षका आदरणीय नेतृत्वहरूले त्यतिखेर भन्नुभएको थियो, अस्ट्रेलिया, युरोप र अमेरिकाको गल्ली गल्लीमा स्टिकर टाँच्ने
र युवाको लागि देश फर्क अभियान चलाउने र विदेशमा जति नै कमाइ हुने गरी रोजगारी दिने भनिएको थियो। तर अहिले लाग्छ ती सबै बाचाहरू पनि भुल्नका निम्ति नै रहेछ। सभामुख महोदय, मैले इतिहासमा दुईटा यस्ता कुराहरू पाएको छु। सभामुख महोदय, मेरो कुरा टुङ्ग्याउँदैछु। एकचोटि बहुदलीय व्यवस्थाको पुनर्स्थापनापछि तत्कालीन अवस्थामा 4 बिघा जग्गा, 4 तोला सुन, पम्फादेवीको स्विजरल्यान्डमा राखेको पैसा, यो खालका नाराहरू आएको थियो। त्यसमा पनि जनताहरूले दिल खोलेर भोट हाल्नु भएको थियो। आज पनि त्यो खालको अवस्था मैले यहाँनिर देखिरहेको छु। लाग्छ त्यो पनि भुल्नकै लागि जसरी योभन्दा धेरै वर्ष अगाडि गरिएको बाचा थियो, आज पनि त्यो भुल्नका निम्ति गरिएको बाचा जस्तो यो देखिएको छ। सभामुख महोदय, यदि होइन भने विदेशबाट फर्काउने भनिएको कम्तीमा 100 युवाहरू कुन विमानबाट आए? सभामुख महोदय, कि ती हाम्रा युवाहरूलाई फर्काउने जहाज अझै रनवेबाट उड्नै सकेन? यसको जवाब म सरकारसँग माग्न चाहन्छु। त्यसको जवाब सरकारले दिनुपर्छ यो रोस्टमबाट। म त्यो आग्रह गर्न चाहन्छु। हामीले संविधानको धारा 76(9) मा प्रधानमन्त्री सहित मन्त्रीको संख्या 25 को परिकल्पना गरेका छौँ। त्यसमा घटाएर मन्त्रालयको संख्या घटाउनु भएको छ। यसको लागि म धन्यवाद दिन चाहन्छु। यसले मितव्ययतालाई यसले कायम राखेको भन्ने तपाईहरूको भनाइको म कदर पनि गर्न चाहन्छु। तर सचिव स्तरीय 57 जना सल्लाहकार र स्वकीय सहित 200 भन्दा बढीको सदस्यीय सचिवालय बनाएर राज्य कोषमाथि थप भार थोपर्ने काम किन गरियो? मन्त्रालयको संख्या घटाएको भन्दै मितव्ययताको प्रचार त गरियो, तर सयौं राजनीतिक नियुक्ति गरेर कार्यकर्ता व्यवस्थापनलाई प्राथमिकता दिएको कुरा पनि म यहाँनिर निवेदन गर्न चाहन्छु। सक्यो सभामुख महोदय, 2 पन्ना रहेछ। सरकारप्रति प्रश्न सदस्य अब सकिगयो। सरकारप्रति प्रश्न छ। सक्यो सभामुख महोदय, सरकारप्रति प्रश्न छ। यदि प्रशासनिक संयन्त्र सक्षम छन् भने यति ठुलो सल्लाहकारको फौज किन चाहियो? यसबाट जनताले कस्तो अतिरिक्त सेवा पाए? जनताको कर, विकास, शिक्षा, स्वास्थ्य र रोजगारीमा खर्च हुनुपर्ने हो, राजनीतिक नियुक्तिको फौज पाल्न होइन। मन्त्रीको कुर्सी घटाएर सल्लाहकारको कुर्सी थप्नु मितव्ययता होइन। सभामुख महोदय, खर्च लुकाउने उपाय मात्रै हो। जनताको करमाथि यो भद्दा मजाक हो। अझै निजामती कर्मचारी सचिवहरू हुनुहुन्छ, यो त समानान्तर सरकार गठन गरे जस्तो भयो। सभामुख महोदय, यसका प्रति पनि म गम्भीर आपत्ति जनाउन चाहन्छु। सभामुख महोदय, वर्तमान सरकार पारदर्शिताका नारा दिएर सत्तामा पुगेको हो, तर सरकार पूर्णतः अपारदर्शी देखिएको छ। शेयर स्वामित्व लुकाएको आरोपपछि तत्कालीन गृहमन्त्रीजीले राजीनामा दिनुभएको, त्यसपछि गठित छानबिन समितिको प्रतिवेदन आजसम्म सार्वजनिक गरिएको छैन। हामीले पटक पटक उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गर्यौं, तर सरकारले निरन्तर लुकाउने काम गरिरहेको छ। प्रतिवेदनमा के निष्कर्ष आयो, कसलाई जिम्मेवार ठहर गरियो र के कारबाही सिफारिस गरियो भन्ने विषय जनतासम्म ल्याइएको छैन। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपको स्वतन्त्र, निष्पक्ष र उच्च स्तरीय छानबिनको माग गरेको थियो, तर सरकार सत्य बाहिर ल्याउन भन्दा विषयलाई ढाकछोप गर्नतर्फ उन्मुख देखियो। आफ्नै मन्त्री सम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक गर्न नसक्ने सरकारको कार्यशैली, सुशासन, पारदर्शिता, नैतिकता र जनविश्वासमाथि गम्भीर प्रश्न खडा गरेको छ, गम्भीर प्रश्न उठेको छ। म त्यो निवेदन गर्न चाहन्छु। सभामुख महोदय, सरकारको प्रतिबद्धता पत्रमा 5 वर्षभित्र बहुआयामिक गरिबी 10% मा झार्ने ठूलो घोषणा गर्नुभएको छ, तर बजेटले भने शिक्षा र स्वास्थ्यमा 3% समता शुल्क थपेर जनताको ढाड सेक्ने काम गरेको छ। महँगी नियन्त्रण गर्ने कुनै प्रभावकारी योजना छैन, गरिबलाई राहत दिने कार्यक्रम छैन, अनि गरिबी कुन आधारमा घटाउने? सभामुख महोदय, साना किसान, भूमिहीन र सीमान्त वर्गलाई अनुदान दिने प्रतिबद्धता गरिएको छ, तर बजेटमा 2 करोड रुपियाँ लगानी गर्ने किसानलाई 40% अनुदान दिने व्यवस्था गरिएको छ। सरकारले साना किसानलाई देखाएर ठूला लगानीकर्तालाई सुविधा बाँड्ने नीति लिएको भन्ने हाम्रो ठहर छ। सभामुख महोदय, शिक्षा र स्वास्थ्यलाई क्रमशः निशुल्क बनाउने प्रतिबद्धता गर्ने, तर त्यही क्षेत्रमा नयाँ शुल्क थप्ने, स्वास्थ्य बीमा सबैको पहुँचमा पुर्याउने भन्ने, तर आफ्नै अर्थमन्त्रीले स्वास्थ्य बीमा धान्नै नसकिने भन्ने खालको अभिव्यक्ति दिने, यो सरकारको नीति हो कि विरोधाभास? सभामुख महोदय, प्रतिबद्धता एउटा बजेट अर्को र मन्त्रीहरूको अभिव्यक्ति अर्कै किन? यही कारण यो सरकारको घोषणा पत्र जनतालाई देखाउने कागज मात्र भएको कुरा
भएको छ कार्यान्वयन गर्न मार्गदर्शक होइन सभामुख महोदय। गत वर्ष भदौ 23 र 24 गते भएको जेनजी आन्दोलन सम्बन्धी गौरीबहादुर कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन सरकारलाई बुझाइसकिएको छ, तर दुवै प्रतिवेदन सरकारले अहिलेसम्म दराजमै थन्क्याएर राखेको छ, सार्वजनिक गरेको छैन। म स्पष्ट रूपमा भन्न चाहन्छु, 23 गतेको नरसंहार र 24 गतेको विध्वंस दुवै घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्छ। मैले यसअघि पनि यही सदनमा भनेको थिएँ, 23 गतेको नरसंहारलाई देख्ने तर 24 गतेको विध्वंसलाई बेवास्ता गर्ने वा 24 गतेको विध्वंसलाई देख्ने तर 23 गतेको नरसंहारलाई ओझेलमा पार्ने कुनै पनि प्रतिवेदन न्यायको आधार बन्न सक्दैन सभामुख महोदय। त्यसैले सरकारले दुवै प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ। विशेष गरी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गरी त्यसका आधारमा निष्पक्ष छानबिन, कानुनी कारबाही र कार्यान्वयन प्रक्रिया अगाडि बढाउनुपर्छ। सत्ता वा शक्तिको आडमा कसैलाई पनि उन्मुक्ति पाउनु हुँदैन सभामुख महोदय। मेरो सक्यो सभामुख बाबु, एक पन्ना रह्यो। BYD गाडी प्रकरणले यो सरकारको वास्तविक अनुहार देखाइदिएको छ। अर्थमन्त्रीजी माथि राजस्व दर परिवर्तन सम्बन्धी गोप्य सूचना चुहाएर निश्चित व्यापारीलाई फाइदा पुर्याएको गम्भीर आरोप लागेको छ। 700 बढी BYD गाडी नियन्त्रणमा लिएको जस्तो गरियो र आरोप लागेपछि स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने थियो, तर सरकारले के गर्यो? आरोप लागेकै मन्त्रीले आफ्ना मन्त्रालयका कर्मचारीको नेतृत्वमा सहमति समिति बनाएर आफैलाई चोख्याउने काम गर्यो। के यही हो सुशासन? आफैलाई निर्दोष घोषणा गर्ने हो भने जनताले कसरी विश्वास गर्ने? विगतमा यस्तै घटनामा सुनपानी छर्केर चोख्याउने भन्दै अरूमाथि आरोप लगाउने मन्त्रीजी आज आफै त्यही अभ्यास दोहोऱ्याइरहेका छन्। किन? सुशासनको मापन भाषणबाट होइन, निष्पक्ष छानबिनबाट हुन्छ। सरकारसँग नैतिक साहस छ भने यस प्रकरणमा स्वतन्त्र, न्यायिक वा उच्च स्तरीय छानबिन गराओस्, होइन भने सुशासनको नारा केवल जनतालाई झुक्याउने राजनीतिक नारा मात्रै भएको पुष्टि हुन्छ। लास्ट वान, सभामुख महोदय, सरकारले कृषि उत्पादन बढाउने, आयात घटाउने र आत्मनिर्भरता बढाउने कुरा गरेको छ। नीतिमा यी सबै कुरा राम्रो सुनिन्छन्, तर बर्खाको समयमा पनि किसानले मल पाएका छैनन्। सरकार भने मल पर्याप्त भएको बताउँछ, उसो भए किन किसान भौतारिरहेका छन्? म सरकारलाई सभामुखजी मार्फत सोध्न चाहन्छु। महोदय, हात्तीको आतंकले अहिलेसम्म 25 जनाको ज्यान लिइसकेको छ। एउटै परिवारको 4 जनाले ज्यान गुमाउनु परेको पीडादायी अवस्था छ। बाँदरको कहानी श्रद्धेय माननीय संसदज्यूहरूले निरन्तर उठाइराख्नु भएको छ। वर्षौंदेखि आतंक मचाइराखेका हात्ती र अन्य जंगली जीव जन्तुहरूको नियन्त्रण गर्न सरकारले प्रभावकारी योजना ल्याउन किन सकिरहेको छैन? स्थानीय बासिन्दा आफ्नै घर र खेतबारीमा असुरक्षित जीवन बिताउन बाध्य किन भइरहेका छन्? सरकारले राहत बाँडेर दायित्व पुरा हुँदैन सभामुख महोदय। जंगली जनावरबाट नागरिकको जीवन र खेतीपातीको सुरक्षा गर्ने दीर्घकालीन नीति, प्रभावकारी उद्धार संयन्त्र र शीघ्र हस्तक्षेपको व्यवस्था तत्काल लागू गरियोस्। नागरिकको ज्यानको सुरक्षा गर्नु राज्यको पहिलो दायित्व हो। अन्तमा सभामुख महोदय, यति भन्न चाहन्छु, सरकारले सार्वजनिक गरेको 100 बुँदे शासकीय सुधारहरूको सूची र ती सूचीहरूको कार्यान्वयनको स्थितिलाई हेर्दाखेरि मैले अघि पनि भने केही आशा गर्ने ठाउँ भए पनि यसलाई समग्रमा हात्तीको देखाउने दाँत जस्तो मात्रै भएको भनेर भन्दा अतिशयोक्ति नहोला। त्यसैले यो कागजमा सुधार, व्यवहारमा अपारदर्शिता, भाषणमा सुशासन, कार्यशैलीमा चयनात्मकता, प्रतिबद्धतामा लोकतन्त्र, अभ्यासमा एकल निर्णय जनतालाई आशा देखाइयो तर परिणाम निराशाजनक आयो। फेरि पनि भन्छु, लोकतन्त्रमा सरकारको मूल्याङ्कन प्रचार पत्रले हुँदैन, जनताले गर्ने हुन्। यी सबै कुरा जनताले आफ्नो कालो डायरीमा टिपोट गर्दै गरेको होलान्। एक दिन जनताले निर्णय अवश्य गर्नेछन्। सारांशमा भन्नुपर्दा सरकारको 100 बुँदे शासकीय सुधारको दाबी हात्तीका देखाउने दाँत जस्तै रहेको कुरा म यहाँ राख्दै अन्तत गोत्वा यो अबन्डाई भएको जस्तो खालको अवस्था रह्यो। काले काले मिलेर खाउँ भाले भनेको जस्तो पनि अवस्था रह्यो। यति नै कुरा भने सभामुख महोदय, समयको लागि धेरै धेरै धन्यवाद।